बेलना चौका बिना नै आलु परोठा बनाउँदै म तपाईहरुलाई केही कुराहरू शेयर गर्छु ल। मैले चाहिँ जापानमा एज अ एसएसडब्ल्यू केयरगिभरको रूपमा काम गर्नु लाग्यो। जम्मै 20 दिन भयो। मैले यहाँ आएर काम गर्दाखेरि केही नयाँ कुराहरू सिक्न पाएको छु, केही नयाँ एक्सपिरियन्सहरू गर्न पाएको छु। त्यो कुराहरू चाहिँ तपाईलाई यो भिडियोको मार्फत शेयर गर्छु। अहिलेसम्म काम गर्दा सिकेको सबैभन्दा इम्पोर्टेन्ट कुरा जुन चाहिँ मलाई एकदम पर्सनली एकदम टच गरेको कुरा चाहिँ के हो भने जापानलाई चाहिँ हामी 2050 मा बाँचिरहेको छ, कति एडभान्स छ जापान भनेर हामी कति हल्ला गरिरहन्छौँ, कति कुराहरू गरिरहन्छौँ। जापानिजहरू 2050 मा बाँच्नुको र जापान 2050 मा बाँच्नुको एउटा रहस्य चाहिँ के हो भने जापानले चाहिँ कुनै पनि सानोदेखि सानो कामबाट ठुलोदेखि ठुलो कामको लागि चाहिँ पूर्व तयारी भन्ने कुरालाई सबैभन्दा अगाडि राख्ने रहेछ के। जस्तै एउटा इक्जाम्पल दिन्छु है म तपाईहरुलाई। हाम्रो खाइसामा चाहिँ नि 2:30 बजे हाम्रो रेउसासम्महरूलाई जुस दिने चलन छ के। त्यो जुस चाहिँ नि 2 बजे रेडी हुनु पर्यो के। जो गएर पनि रेडी गर, तर त्यो जुस 2 बजे रेडी भएर ढाकेर राखेको हुनु पर्यो ताकि 2:30 बजे सर्भ गर्दाखेरि हाम्रो टाइम पनि बचोस् र उनीहरूको खाने टाइमिङ पनि नबिग्रियोस् भन्ने। जापान छिटो विकास हुनुको कारण पनि यही नै होला जस्तो लाग्छ कि मलाई। अर्काले गर्ला भनेर कुरेर बस्ने बानी पनि छैन कि यिनीहरूको। उनीहरू जसलाई फुर्सद हुन्छ ऊ गएर फटाफट त्यो काम गरिहाल्छ। बेलना चौका बिना पनि यति पर्फेक्ट आलु परोठा बन्द रहेछ भन्ने कुरा चाहिँ मैले बल्ल थाहा पाउँदैछु। तपाईहरु पनि ट्राई गर्नु है।